कसैले सोचेका थिए त 18 घण्टा लोड सेडिङमा डुब्ने यो नेपाल एक दिन अचानक सबै उज्यालो हुन्छ भनेर? तर कुलमान घिसिङले भने यो चमत्कारलाई सम्भव बनाउनु भएको थियो। आज उनलाई उनकै पदबाट हटाइयो। सम्पूर्ण देश स्तब्ध छ। 2073 भाद्र 29 मा आएका थिए कुलमान घिसिङ। उहाँले 18 घण्टा लोड सेडिङमा डुबेको नेपाललाई केवल 7 महिनामै उज्यालो बनाएका थिए। यहाँले गरेको कामका प्रशंसाहरू त धेरै नै छन्। नाफामा जान नसकेको विद्युत प्रदातीकरणलाई 8.49 अर्ब घाटाबाट 11.71 अर्ब नाफामा पुर्याएका थिए। नेपालको उत्पादन अब 1000 मेगावाट दोब्बर बनाई 2200 मेगावाट पुर्याएका थिए। लोड सेडिङ हटेपछि औद्योगिक उत्पादनले गर्दा 30% ले बढेको थियो। कुलमान घिसिङ कुनै एउटा पदका लागि सीमित थिएनन्। उनी जनताको विश्वास, देशको उज्यालो सपना थिए। अहिले जब सरकारले उनलाई हटाइएको छ, लाखौं नेपालीहरूको मन स्तब्ध छ। ऊर्जा त फेरि उत्पादन होला, उज्यालो त फेरि बालौला, तर कुलमान घिसिङ जस्ता इमानदार र योग्य व्यक्तिहरू पाउन फेरि कति वर्ष कुर्नुपर्ने हो? यहाँहरूलाई कुलमान घिसिङ भने पछाडि उहाँको चित्र कस्तो आउँछ मनमा? हामीलाई तल कमेन्ट बक्समा लेख्न नबिर्सिनु होला। हामीलाई लाइक एन्ड फलो गर्नुभएको छैन भने पनि गर्नुहोला, किनभने वी टक व्हाट यु वान्ट टु हियर।